व्यभिचार चाहिँ एउटा गम्भीर पाप हो। अनि विशेष गरेर नयाँ करारमा चाहिँ विशेष गरेर पत्रमा हामी हेर्छौँ भने चाहिँ दुईटा कुरादेखि अलग रहनको निम्ति विश्वासीहरूलाई भनिएको छ। एउटा चाहिँ मूर्ति पूजादेखि, त्यसको आफ्नै व्याख्या छ, अनि दोस्रो चाहिँ व्यभिचारदेखि। अनि यो दुइटै चाहिँ यही पहिलो कोरिन्थीकैमै छ। याद गर्नु, त्यसको मतलब यो होइन कि फेरि व्यभिचारको पाप क्षमा हुँदैन भन्ने चाहिँ होइन फेरि, होइन। यो सन्देशले भन्न खोजेको त्यो होइन। यसु ख्रीष्ट चाहिँ परमेश्वर चाहिँ अनुग्रही हुनुहुन्छ अनि परमेश्वर चाहिँ क्षमाशील हुनुहुन्छ। यसु ख्रीष्टको रगतले चाहिँ ढाक्न नसक्ने, मेट्न नसक्ने, क्षमा दिन नसक्ने कुनै पनि त्यस्तो पापहरू छैन। कुनै पनि त्यस्तो पाप, परमेश्वर चाहिँ अत्यन्तै होइन क्षमालु परमेश्वर हुनुहुन्छ। अनि जब हामी विवाहभित्र आउँछौँ भने अवश्य पनि होइन, यदि ऊ विश्वासी हो भने चाहिँ परमेश्वरले उसलाई क्षमा गर्नुहुन्छ। हामी परमेश्वरको अगाडि गएर स्वीकार गर्न सक्छौँ, हामी पश्चाताप गर्न सक्छौँ। अनि पश्चाताप गर्नु भनेको यो हो कि विशेष गरेर व्यभिचारको पापसँग सम्बन्धित छ भने पश्चातापको अर्थ यो हो कि प्रभु परमेश्वरको अगाडि त्यसलाई मानिलिनु, त्यसलाई स्वीकार गर्नु र आफू चाहिँ चङ्गाई भएको होइन, आफूले चाहिँ क्षमा पाएको कुरामा सुनिश्चित रहनु, अनि फेरि परमेश्वरबाट त्यही पापलाई नदोहोऱ्याउनको निम्ति चाहिँ उहाँबाट शक्ति सामर्थ्य चाहिँ लिनु। अनि जब हामी होसेको पुस्तकमा आउँछौँ भने अवश्य पनि होइन, उहाँ राजकुमार सरले चाहिँ आफ्नो प्रश्नमा आफै जवाब दिनुभएको थियो होइन। अनि त्यो चाहिँ परमेश्वरले एउटा पाठ सिकाउँदै हुनुहुन्छ कि परमेश्वर कति दयालु हुनुहुन्छ, परमेश्वर कति कृपालु हुनुहुन्छ, परमेश्वर कति क्षमा दिने परमेश्वर हुनुहुन्छ। अनि परमेश्वरले इजरायलसँग त्यो गर्नुभयो। अनि इजरायलले चाहिँ साँचो परमेश्वरको आराधना गर्न छाडेर चाहिँ उसले अन्य जाति ईश्वरहरूको चाहिँ पूजा गर्न थाले होइन। उनीहरूले त्यो सन्दर्भमा हामी हेर्छौँ भने आफ्नै बच्चाहरूलाई पनि होइन अन्य जातिको मूर्तिको अगाडि गएर चाहिँ उनीहरूले चाहिँ बलिदान चढायो। अनि परमेश्वरले भन्नुहुन्छ तिम्रो श्रीमान म होइन, अथवा तिम्रो दुलहा म, तिमी चाहिँ मेरो दुलही हो। अनि तिमी मेरो दुलही हुँदै पनि तिमी अर्को ईश्वरसँग गएर झुक्छौ भने चाहिँ त्यो चाहिँ व्यभिचार हो, त्यो चाहिँ व्यभिचार हो। तर याद गर, तिमीलाई जतिको प्रेम चाहिँ तिमीलाई चाहिँ मैले जतिको प्रेम चाहिँ अरू कसैले गर्न सक्दैन। तिमीलाई मैले जतिको कृपा दया, मैले जतिको छत्र छाया अरू कसैले देख्न सक्दैन। अझै पनि म तिम्रो हो, कारण मैले मेरो दास अब्राहमसँग तिम्रो विषयमा करार बाँधेको छु, इसाकसँग तिम्रो विषयमा करार बाँधेको छु, याकुबसँग मैले करार बाँधेको छु, दाउदसँग मैले करार बाँधेको। अझै पनि तिमी मेरो हो। र परमेश्वरको दृष्टिकोणबाट चाहिँ तिम्रो र मेरो सम्बन्ध चाहिँ आनन्दको सम्बन्ध हो। त्यो म यसलाई क्षमा गर्छु र म यसलाई क्षमा गर्छु। अनि जब हामी त्यो क्षमापनलाई बुझ्छौँ भने चाहिँ त्यहाँ परमेश्वरको हृदयभित्रको गहिरो कुराहरू हामी पाउँछौँ।